सजिलो तरिकाले सेन्टेन्स बनाउन सकिन्छ है त। जस्तै म तपाईलाई एउटा इजी वे भन्छु, एउटा मात्र वर्डले पनि सेन्टेन्स बनाउन सकिदो रहेछ के है। त्यसमध्येको एउटा अन्डर इज द मोस्ट इम्पोर्टेन्ट के टु फर्म सेन्टेन्सेस है त। जस्तै मैले तपाईलाई यो अन्डर यसरी सेन्टेन्स बनाउन सकिन्छ भनेर मैले तपाईलाई सजिलोसँग सिकाउन सक्छु है। जस्तै हेर्नुस्, म बिरामी छु है, मेरो हेल्थ ठीक छैन कि भनेर तपाईले यस्तो भयो भन्नु पर्यो भने आई एम अन्डर वेदर भनेर भनिन्छ। यस्तो खालको एउटा अन्डरले मात्रै पनि काम गर्यो। म बिरामी छु के छु भन्नाले एकदमै कम्प्लिकेटेड सेन्टेन्स बन्न सक्छ, तर त्यसलाई अभोइड गरेर सिधै इजी सेन्टेन्स बनाउन सकिन्छ। अन्डरले मात्रै काम गर्यो नि त है। अनि यसै गरेर मेरो उपचार भइरहेको छ, आई एम अन्डर ट्रिटमेन्ट, मेरो उपचार भइरहेको छ। कति सजिलो है। नाउन ट्रिटमेन्टको अगाडि अन्डर राख्नुभयो, बी भर्बको युज गर्नुभयो, इजको इजी बन्यो के। अनि ऊ मर्डर गरेको कारणले गर्दा नि अनुसन्धानमा छ भनेर हामी भन्दाखेरि धेरै गाह्रो जस्तो लाग्छ नि। हि इज अन्डर इन्भेस्टिगेसन फर मर्डर के, ऊ मर्डर गरेको कारणले अनुसन्धानमा छ भनेर भन्न सकिन्छ। यो घर निर्माणाधीन अवस्थामा छ, अर्थात् यो घरको निर्माण भइरहेको छ है। द बिल्डिङ इज अन्डर कन्स्ट्रक्सन, कति सजिलो छ। यो भन्दाखेरि धेरै गाह्रो हुनसक्छ। उनले भोट हाल्नको लागि उनको उमेर पुगेको छैन। अब यति धेरै गाह्रो छ नि त नेपाली भएन, इङ्ग्लिसमा सजिलैसँग बनाउन सकिन्छ के है। सी इज अन्डर एज फर कास्टिङ भोट, के यस्तो है, इजिली बनाउन सकियो है। हाम्रो देश है सङ्कटकालमा छ, अथवा हाम्रो सङ्कटकाल घोषणा भएको छ। इट इज डिफिकल्ट, तर अन्डरले नै काम गर्ने के। आवर कन्ट्री इज अन्डर इमर्जेन्सी, इजी। यस्तो तरिकाले हामी सेन्टेन्सहरू फर्म गर्न सक्छौँ मात्र अन्डरले है। यो धेरै अप्ठ्यारो छ त्यस्तो होइन। हामी इजिली इङ्ग्लिस सिक्नुको लागि अवश्य पनि यो च्यानललाई तपाईँले सब्सक्राइब गर्नुहोस्। तपाईँले टिकटक हेरिरहनु भएको छ भने फलो गर्नुहोस् है। तपाईँले फेसबुक हेरिरहनु भएको छ भने जोइन गर्नुहोस्। थ्याङ्क यू फर वाचिङ द भिडियो। थ्याङ्क यू।